कहाँ हो नि घर? खाजा खायौ बाबु? अनि कति वर्ष भयो? नमस्ते हजुर कता पर्नुभयो? यही नहीं अभी और सुनिए। र तिमीसँग बोलेपछि सन्च हुन्छ कि भनेर बोलेको। मलाई चिन्नु भएन कि क्या तपाईँ? र सुन्नु न नि अर्को कुरा, मेरो चाहिँ के भन्छ अरे गर्लफ्रेन्ड छैन, तपाईँ मेरो गर्लफ्रेन्ड बनिदिनु न है। यस्तो बुझ्ने मान्छे पाउँदा त मलाई त एकदम खुसी मिल्छ कि। सुन्दा हाँसो लाग्न सक्छ, तर प्रविधिको सही प्रयोग नभएको कुरा दुःखद छ, किनभने यी साना प्रश्नहरूले नै देखाउँछ कि धेरै नेपालीहरूलाई एआई भनेको के हो भन्ने नै थाहा छैन। आजको समयमा एआई किताब लेखिरहेको छ, भिडियो एडिट गर्दैछ, गीत बनाइरहेको छ, डाक्टरलाई सहयोग गर्दैछ। यसरी विभिन्न कुराहरूमा मद्दत गर्न सक्ने एआई नेपालीहरूका लागि भने ठट्टा गर्ने माध्यममै सीमित भएको देखिन्छ। एआईसँग जोडिएका प्राविधिक विषयबारे जानकारी राख्नेले यसको राम्रो प्रयोग गरिरहेका छन्, तर सामाजिक सञ्जालमा कहिलेकाहीँ भाइरल भएका भिडियोहरूले स्पष्ट देखाउँछ कि हामी एआईको कसरी प्रयोग गरिरहेका छौँ। त्यस्तै हो, गर्लफ्रेन्डले छोडेर गई, रोयो बस्यो रोयो। के तिमी मसँग बिहे गर्न सक्छौ त नि? शोर मिला बनाए देउसी रे ए हाम्रो घरमा आउनु न फेरि भेट भइहाल्छ नि। टिकटकमा भ्युज पाउनका लागि वृद्ध आमा बुवाको सोझोपन प्रयोग गरिएको दृश्य देख्दा हामी कति विवेकशील छौँ भन्ने स्पष्टसँग देखिन्छ। हाम्रो हातमा मोबाइल छ, इन्टरनेट छ, तर त्यसलाई कसरी प्रयोग गर्ने भन्ने सामान्य ज्ञान पनि नदेखिनु दुःखद कुरा हो। यसरी प्रविधिको दुरुपयोग हुनुमा गल्ती कसको हो त? हाम्रो कि व्यवहारमा परिवर्तन नगरी रटेर पास गर भन्नेमै सीमित हाम्रो शिक्षा प्रणालीको? सायद गल्ती हाम्रो नै हो, किनकि हामी त वीर नेपाली हौँ, हामीलाई सबै कुरा आउँछ। कसैले केही सिकाउने कोसिस गर्छ भने उल्टै गाली गर्छौँ अनि पछि भन्छौँ हामीले त कुनै मौका नै पाएनौँ। हामी प्रविधिको मामलामा पनि यस्तै छौँ, विज्ञानका चमत्कारलाई फेक भन्छौँ तर एआईले बनाएका डिप फेक भिडियोहरूलाई चाहिँ साँचो ठान्छौँ। आज डिप फेकले सामाजिक सञ्जाल गरिएको बेला हामीलाई मूर्ख बनाउन झन् सजिलो भएको छ। यस्तो अवस्थामा धेरैले भन्न सक्छन् एआईले नराम्रो असर पार्ने त हो, त्यसैले यसको प्रयोग बन्द गरिनुपर्छ, तर वास्तविकता त्यस्तो होइन। असर एआईको कारण होइन, असर यसको गलत प्रयोग गर्नेहरूका कारण हो, र तिनबाट बच्न हामी आफैले यी प्रविधिबारे सही जानकारी लिन जरुरी छ। तर आजकल एआई टुलको प्रयोगमा किन समस्या आइरहेको छ त? एआई टुल्सहरू प्राय अङ्ग्रेजीमा छन्, त्यसमाथि पनि यसको एडभान्स भर्जनहरू त पैसाले मात्र खुल्छ। च्याट जीपीटीकै एडभान्स भर्जन पनि $20 देखि $200 प्रति महिना पर्छ। अब कल्पना गर्नुहोस् तपाईँ दाङ अथवा सल्यानमा बस्ने एउटा सामान्य विद्यार्थी हुनुहुन्छ, $20 को सब्सक्रिप्सन लिने भन्दा फेसबुक लाइटमा भिडियो र मिम हेर्नुहुन्छ अनि प्रार्थना गर्नुहुन्छ कि नेटको सिग्नल चिन जाओस्। त्यसैले उनीहरूले देख्ने भनेको मिम हो, राम्रो भ्यालु नदिने कन्टेन्ट हो, अनि असली एआई अनुभव त उनीहरूले कहिले गर्न नै पाउँदैनन्। धेरैलाई डर छ एआईले हाम्रो पर्सनल इन्फर्मेसन चोर्न सक्छ, त्यसैले यसको प्रयोग गर्नु हुँदैन। तर सत्य के हो भने यदि तपाईँले सोसियल मिडिया चलाउनुहुन्छ तर पर्याप्त सुरक्षा सावधानी अपनाउनुहुन्न भने तपाईँको जानकारी कहिले सुरक्षित छैन। हामी समयको त्यो मोडमा छौँ जहाँ एआईको माध्यमबाट धेरै परिवर्तन आइरहेको छ। यदि हामीले अहिले यसलाई व्यवस्था गर्यौँ भने यो परिवर्तनले हामीलाई झन् पछाडि पार्नेछ। एआईले हाम्रा किसान, शिक्षक, विद्यार्थी, आमा बुबा सबैलाई मद्दत गर्न सक्छ यदि हामीले बुझ्ने भाषामा बुझायौँ भने। सबैले एआई एक्सपर्ट बन्नुपर्छ भन्ने पनि होइन, तर सबैले बुझ्नुपर्छ कि एआईले उसको जीवनमा के कसरी सहयोग गर्न सक्छ। एआई नेपालीलाई रिप्लेस गर्न आएको होइन, उनीहरूको सम्भावना खोज्न आएको हो। अब विल यु म्यारी मी सोध्ने समय सकियो, अब सोध्ने समय हो एआईले मेरो जीवन कसरी बदल्न सक्छ। यो केवल ट्रेन्ड होइन, यो त परिवर्तन हो। हामी पछाडि होइनौँ, हामी त बस बिउसन बाँकी छ।